नमस्ते हजुर, नमस्ते सबैजनालाई हृदयदेखि नमस्कार टक्राउन चाहन्छु। म सन्तोष बुढा मगर यानी कि हजुरको चञ्चले कान्छा। म एकदमै सन्चै छु, आरामै छु। तपाईहरु पनि सन्चै हुनुहोला, आरामै हुनुहोला भन्ने पुरा आशा राख्दछु साथीहरु। अहिले चाहिँ ठ्याक्क भन्नु पर्दाखेरि म यो घाँटी यो छातीमा यो बेरेर हैन, मैले चाहिँ यो चेस्ट यो राउटर हो कि माउटर हो यो मोनिटर के भन्छ कि हैन, यो अनलाइन अर्डर गरेको थिएँ साथीहरु। फाइनली मैले चाहिँ आइसकेको छ हैन। हामी धनिया टिप्न तिर लाग्छौं र यो राउटरलाई यो गर्नुपर्छ कि हैन। यो मेरो लागि एउटा सपोर्ट गर्ने एउटा साथी जस्तै हैन, प्लस यो मेरो लागि एउटा अभिन्न अंग हुनेछ यो पनि हैन मेरो लागि। यसले पनि सम्मान अनि यसले पनि माया, यसले पनि सपोर्ट अनि यसले पनि पुरै आदर गर्दै मैले ढोगेरिरहेको छु साथीहरु। आजदेखि यसको सुरुवात भइसकेको छ। जस्तो भिडियो बनाउँदाखेरि क्यामेरालाई पुरै यसरी फुच्छ नि हैन, त्यस्तै यसलाई पनि मैले यसरी धुपाएर त गर्न सकिएन, तर पनि म मनैदेखि यसलाई रेस्पेक्ट गर्दै मान्दै अब मेरो भलक अब यहीँबाट यहीले बाँधेर यो मेरो अर्को अंग हुनेछ हैन। यहीबाट सुरु हुनेछ मेरो साथीहरु भलक। तपाईहरु हेरिदिनु होला, माया गरिदिनु होला र मनमा लागेको कुराहरुलाई मेरो भिडियोमा कमेन्ट छोडिदिनु होला हैन। मबाट भएका कमी कमजोरीहरुलाई निहालेर कमेन्ट गरिदिनु होला, सुधार्ने एउटा सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। यति भन्दै म अब धनिया टिप्नतिर लाग्छु साथीहरु है। अहिले चाहिँ ठ्याक्कै साथीहरु मैले धनिया टिप्दै छु। धनिया राम्रै ठिकै भएको छ। एकदमै राम्रो भएको छ धनिया चाहिँ। मलसल पनि मैले प्रयोग गरेँ साथीहरु, गोठी मलले मात्रै हुँदैन। ल है साथीहरु, फाइनली म चाहिँ धनिया टिपेर अब घरतिर लाग्दैछु साथीहरु। टुकुर 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 म हिँडिरहेको छु। आमाले पनि किन यति ढिलो गरेको धनिया टिप्न, पनि छिटो आइज है भनेर मलाई बोलाउनु भयो। अनि साली मेरो पछाडि पछाडि आइरहेछिन्, नानी चाहिँ साली नानी चाहिँ। म चाहिँ अगाडि आइसकेँ, घर आइसकेँ। मेरो भान्से कोठामा म पसिसकेँ साथीहरु। अब चाहिँ म यो धनिया सनिया सबै राखेर अनि अब चाहिँ मैले चाट पकाएको छु, रेडी बनाएको छु साथीहरु। फाइनली मैले चाट खनाउने कराई पनि लिइसकेँ साथीहरु। अब यसमा मैले चाट खनाएर अब चाहिँ म साथीहरु हजुरहरूलाई सेवा गर्नको लागि, मेरा ग्राहक मेरा भगवानहरूलाई मैले सेवा गर्नको लागि म दोकानतर्फ लाग्दैछु साथीहरु। एकदमै द्रुत गतिमा अगाडि म बढ्दैछु साथीहरु। फास्ट गर्ने कोसिस गरिरहेको छु। अब चाहिँ म फाइनली मेरो यात्रा चाहिँ दोकानतिर सुरु भयो। म त्यहाँ चाहिँ हाम्रो साग थियो साथीहरु हैन। नारायणमा लिएको चल्लाले मेरो साग सबै सहा पार्दैछ साथीहरु। हजुरलाई पनि अघि देखाएको थिएँ, भिडियो अलिकति लामो भएको कारणले गर्दाखेरि अलि फास्ट भएको छ साथीहरु। फाइनली म दोकानमा प्रवेश गरिसकेँ साथीहरु अनि चाट राखिसकेँ। अब चाहिँ दोकानका सब सामानहरु मिलाइ पार्ने छ साथीहरु। अनि रोटी सकिएको थियो माथिको। फाइनली म घर रोटी लिन आइसकेँ साथीहरु। मलाई मेरो आदरणीय पूजनीय मेरो आमाले सहयोग गर्दै हुनुहुन्छ। आमा छोरा मिलेर हामीले रोटी ड्रममा खनाइसकेपछि फाइनली म दोकानमा गएर राखेँ। अनि मैले चाहिँ फाइनली साथीहरु पानीपुरीको रस बनाउँदैछु साथीहरु। फाइनली म दोकानमा गइसकेपछि 50 रुपैयाँको चटपट बिग्यो साथीहरु। अनि त्यो पैसा मैले ढोग गरेर बोनी गरिसकेपछि फाइनली मैले अहिले चाहिँ ठ्याक्कै भन्नु पर्दाखेरि अटोवाला दाइलाई मैले मेरो बाख्राको औषधि लिन पठाएको थिएँ साथीहरु। अनि उक्त औषधि लिइसकेर चाट पाक्दैछ। मेरा ग्राहक मेरा पाहुना मेरा भगवानहरु आइसक्नु भएको छ, उहाँहरूले सेवा दिँदैछु साथीहरु। अनि म धनिया सर काटेर हरियो धनिया पानीपुरीको रसमा राखे साथीहरु। एकदमै मिठो टेस्ट बनाउँछ त्यसले। फाइनली मैले चाट पकाउँदैछु। लगभग आधी भन्दा धेरै पाकिसकेको छ साथीहरु। अनि यसमा चाहिँ अपुग भएको मसला आइटमहरु मैले चाहिँ यसमा एड गर्दैछु साथीहरु। एड गरेर अनि मैले टेस्ट गर्नेछु साथीहरु यो चाटलाई। अनि यो एकदमै पर्फेक्ट हरेक कुराको लेभल मिलेको भए यसले चाहिँ मैले ओके गर्नेछु, डन गर्नेछु र यसलाई मैले मेरा ग्राहकहरुलाई दिनेछु साथीहरु। फाइनली म फुल्की निकाल्दै छु। मेरा ग्राहकहरुलाई मैले फुल्की बनाएर अब दिँदैछु साथीहरु। फाइनली मैले लगभग फुल्की निकालिसकेँ साथीहरु। अनि भित्र लगेर मैले
दिँदैछु मेरो कस्टमरलाई। ल मैले दिइसकेँ साथीहरू फाइनली। अनि बाहिर भएको कस्टमरलाई पनि मैले पानीपुरी अनि राखेर दिँदैछु साथीहरू। मेरो काम मेरो धेरै दिनपछि आज सुरु भएको छ साथीहरू। सबैजना माया गरिदिनु भएको छ, आइदिनु भएको छ। अनि सालीले प्याज काट्दैछिन्। ओहो हाम्रो ठुल दाइले यो के हो के गरेर आएको भनेर यसो हात हल्लाउनु भयो। अनि मैले भलक बनाइरहेको दाइ हेलो भनिदिनु न भनेको, दाइले पनि हेलो भनिदिनु भयो। आदरणीय मेरो रेस्पेक्टेड मेरो ठुल दाइ, उहाँ चाहिँ अटो चालक हुनुहुन्छ। अटो लिएर मेरो पसल नजिक आउनु भएको थियो। र अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि अहिले चाहिँ ठ्याक्कै मैले चाहिँ यो चटपटेको लागि गिल्लो फ्लेभर यसले चाहिँ मिक्स गर्दैछु। हरेक मसलाहरू एड गर्दैछु साथीहरू। एड गरेर मैले चाहिँ यसलाई फिट गरिसकेपछि राम्रो बनाइसकेपछि मैले यसले चाहिँ चटपटे दिनको लागि रेडी बनाउँदैछु। चटपटेमा राख्नको लागि रेडी बनाउँदैछु साथीहरू। फाइनली मैले चाहिँ यो फ्लेभर रेडी बनाएर मैले चाहिँ चटपटे फाइनली बनाएर गिल्लो चटपटे बनाएर कस्टमरलाई मैले दिँदैछु साथीहरू। फाइनली मैले कस्टमरलाई रेडी बनाएर दिइसकेँ, सेवा गरिसकेँ। हाम्रो आदरणीय यादव दाई रेस्पेक्टेड दाई पनि आउनु भएको छ, धन्यवाद उहाँलाई पनि। ल फाइनली म घर अब चाहिँ यो मेरो सोकेसमा चाहिँ मैले कलर गर्दैछु। हाम्रो साइनले आउनु भएको छ, हात हलाउनु त साइनले हेलो भन्नुहोस्। स्वागत छ मेरो भाइको भ्लगमा, चञ्चल कान्छाको भन्नुहोस् कि गाडी। स्वागत छ चञ्चल कान्छाको भ्लगमा। थ्याङ्क यू हुन्छ भन्नुहोस्। थ्याङ्क यू हुन्छ। बस अब चाहिँ मैले चट्ट यसमा कलर लगाउँछु मैले। यसले चाहिँ प्राइमर चाहिँ हिजो फाइनल्ली म चाहिँ साथीहरू घर जाँदैछु होइन। देखिस् मेरो छोरीले मेरो छोरी उचालिरहेको छ, छोरीले छोरी खै देखाएछु भन्नु। कति सुत्छु भनेपछि दिनभरि सुत्छु रातभरि उठ्छु। दुई बहिनी यिनीहरू दुई बहिनी बसिया छन् यहाँ। हाम्रो बुई बस्नु भएको छ कि बुई बुई आज खुर्सानी टिम लगाले बगाले हो दालबाट नि पठायो नि हो। एक प्याकेट के 2 प्याकेट किनिदिन्छु बुई, के टेन्सन गर्नु भएको छ। हाम्रो गृहमन्त्रीले पेन्टिङ गर्दै हुनुहुन्छ। ए हेरौँ साथीहरू, यहाँ हुनुहुन्छ बिरुलेको आमा हुनुहुन्छ। घिरौले कि बिरुले के हो त यो? कहाँ जाने भारी हो? ए ल ठिक छ ल। फाइनली उनले चाहिँ ठिकै छ नि हो ल ठिक छ। अघि न आमा बोलाउनु जानु भएको थियो फोटो बनाउने। चल्ला बनाउने भने न बोलाउनु कान्छा अङ्कल भन्दैन थिइस्? बिर्सिलिस् फेरि? चञ्चल अङ्कल भन्ला फेरि। गैराबारी हाम्रो आदरणीय गैराबारी कान्छा दाईको कान्छा छोरा चटपटी खान आएछन्। अब यिनलाई म चटपटी बनाइदिँदैछु। हिते हट्यो के हिते हट्यो है, नत्र बनाइदिन फेरि पिरोको दालिदिने। फाइनली साथीहरू अब सुत्ने टाइम भइसकेको छ। फाइनली आजको लागि यो भ्लग यहीँ गर्न चाहे। खानापिना खाएर अब सुत्ने टाइम भइसक्यो साथीहरू। भोलि फेरि नयाँ भ्लगमा भेट्नेछु। आजको लागि यति हुँदै बाई बाई। फेरि नयाँ भ्लगमा भेटौँला साथी।